अनि म यही व्यवसाय गर्छु। मेरो छोरा 2टा छोरी एउटा अनि श्रीमान। त्यस्तै मेरो नाम रेणुका नेपाली हो। मेरो एउटा आमा छ, सासू छ, मेरो छोरा एउटा छ। यहीँ मैले समितिमै बस्नु। हामी त यही नै जन्मेको हो। अब बाल्यकाल भन्दामा अब बच्चैदेखि दुःख पाइएको थियो। अब अहिले आएर ऐकिता केही छ सुखा जस्तै। बच्चा बेला अब भाइ बहिनी हेर्न पर्ने भएर पढ्न पनि पाएन। अब आमाहरू काममा जानुहुन्थ्यो होइन। अब सबै भाइ बहिनीहरूले पढ्न पायो, अब म एउटाले पढ्न पाएन। अनि अब ठुलो हुँदै आयो, ठुलो अब बिहा सिहा गऱ्यो। अब पढ्ने भनेको हाम्रो त्यो ठेगानै भएन नि। अब जब बिहा गरेर हामी आइसकेपछि पछि पढ्न पर्ने रहेछ भने हाम्रो ज्ञान आयो। आएपछि अब पढ्ने त कहाँ पढ्ने, अब यस्तो बुढी भइसकेपछि कहाँ पढ्यो भने हामीले सोचेको थिएन। अब यस्तो पढाउँछ भने हामीलाई थाहा थिएन होइन। अब पछि अब यहीँ बस्दा बस्दा थाहा पायो अब मोहन सरले पढाउनुहुन्छ भनेर। अनि मोहन सरका अब हामी अब तिमीहरू पनि अब गोपाल दाइले भन्नुभयो, गोपाल दाइले अब मोहन सरले पढाउनु आउनु भएछ, तिमीहरूकै नजिकै पढाउनु आएको थियो नि त नि, पर्सिसा पढाउँदैछ भनेर। अनि हामी गयो, भेट्न गयो। अनि भेट्न गएपछि अब सरलाई भेट्यौँ हामीले होइन। भेटेपछि अब हामीलाई पनि पढ्ने इच्छा छ भनेर सरले अब सोध्नु पढ्नुहुन्छ त तपाईँहरू भन्नु। पढ्छु, हामी केही पनि जानेको छैन भनेर त्यहाँनिर खुसी लाग्यो पढ्न पाएपछि। घर परिवारले त जानु भन्यो हामीलाई होइन। हामी त यहीँ नजिक भएछ, अफिस पनि यहीँ छ हाम्रो। अनि हामीलाई सजिलो पनि भयो, यहाँको कहीँ जानु परेन टाढा। अब बच्चाहरू स्कुलबाट आउँथ्यो अनि उनीहरूको 4 बजी छुट्टी हुन्थ्यो। अनि हामी पनि जान सजिलो, उनीहरूलाई पसलमा राख्यो, हामी गयो, सजिलो हुन्थ्यो। सुरुमा जानेखेरि त अब हामीले केही जान्दैन होला, जानेको छैन कसरी लेख्ने होला। अनि सरले अब यसरी लेख्नुपर्छ, तपाईँहरूले यसरी सिकेपछि सिकिहाल्छ नि भनेर सरले अब हामीलाई अक्षर पहिलो सुरु दिनुभयो, क भन्ने शब्द दिनुभयो। अनि त्यहाँबाट बिस्तारै लेख्न सुरु गरेँ। त्यहाँबाट जानेपछि त अनि जान्दा रहेछ सिकेपछि भने मनमा हौसला आयो। त्यस्तै भयो मलाई पनि, केही सिकेर केही हुनु चाहना भयो। त्यस्तै अब मनमा अब सुरुमा जाने बेला त डर त जल पनि भइहाल्छ नि। मैले सक्छ कि सक्दैन भने आँट गरेँ, सकेँ, जस्तो आँट गरेँ पाएँ, सफलता पाएँ। जस्तै दिदी बहिनीहरू एकै ठाउँमा भेला भएर पढ्दाको अनुभव चाहिँ कस्तो रह्यो तपाईँहरूको? रमाइलो पनि भयो। अब बच्चा जस्तै भयो क्या एकछिनको लागि। हामी पनि अब बच्चाहरू पनि यसरी पढ्ने रहेछ, हामी हामीलाई पनि साथी पायो जस्तो रमाइलो भयो। नजाने कुरा सिक्यौँ साथीहरूसित। सिकायो भन्दाखेरि अब हामीले पढ्न जाने थिएन, अब पढ्न नजानेपछि लेख्न जाने थिएन, नाम लेख्न जाने थिएन, नाम लेख्न जाने अहिले। अब जस्तो पत्रिकाहरू सानो सानो अलिअलि पढ्न थालेँ अहिले। अब कसैले सिकाउनु पर्दैन। अब हिसाब गर्ने बेला कसैले अब गोलमाल कसैले गर्न सक्दैन हामीलाई होइन। अब अलिअलि हिसाब होइन जाने हामीले। मलाई हिसाब व्यापारिकमा हिसाब सिक्नलाई ठुलो चाहना थियो। अलिअलि हिसाब किताब राख्न जाने भने बच्चाहरूले हामीलाई ठग्न सक्दैन। होमवर्क लिएर पठाउँछ बच्चाहरूको, आज होमवर्क छैन मम्मी भन्छ, अनि त्यो हेर्न जान्ने थिएन। अब अहिले त होमवर्क भनेर थाहा भयो, कक्षा कार्य भनेर थाहा भयो, घरको होमवर्क भनेर थाहा भयो। त्यति खुसी लागेछ। कहीँ जाने बेलामा हामीले बोटहरू हेर्न जान्नु पर्यो होइन। अब यो ठाउँमा पुग्यो हामी भन्न सक्यो। अब हामीलाई के छ भने कहीँ जाने बेला मान्छेले हामीलाई ठगी गर्न सकेन होइन। त्यो सबैभन्दा ठुलो कुरा लाग्यो मलाई, खुसी लाग्यो। खुसी छ हामी। अब व्यवसाय भने यस्तै खतरा खुतुर पछाड व्यवसाय भने अब चक्लेट पाउँछ, चुरस पाउँछ, पाउँछ, पूजाको सामान पाउँछ, सबै पाउँछ नि। अब के छ भने यताउता गऱ्यो, सिबिसबाट हामीलाई पैसा पनि दियो 10,000 रुपियाँ होइन सामानहरू किन्नलाई। अनि हामीले लिएको पनि छ सामानहरू थपेर। अहिले त योभन्दा ठुलो बनाउनु चाहना छ हाम्रो। 1 वर्षको लागि दिएको हो, हामी सकिन्छ सजिलैसँग। दिनको अब हुन्छ 500-600 रुपियाँ हुन्छ। अब यसमा बचाउँछ हामीले, फाइनेन्समा राख्छ 100 रुपियाँ। यो के छ भने 2टा फाइनेन्स खोलेछ, 100 रुपियाँ राख्छ हामीले, 200 रुपियाँ हामीले बचाउँछ दिनको। हामीलाई त राम्रै छ अहिलेसम्म त। खुसी लागिरहेछ नि होइन। बचत पनि भएछ, हिसाब पनि जाने हाल्यो। अब राम्रो लाग्छ अहिले। अब हामीले यस्तो सोचेको नि यस्तो हाम्रो हुन्छ भनेर। अहिले तपाईँहरू आउनुभयो, धेरै खुसी पनि लाग्यो। यस्तो नाम कमाउँछ भने हामीले थाहा पनि थिएन। आफूलाई गौरव गर्न सक्छौँ हामी। सोध्नै सक्दैन कस्तो हुन्छ भनेर, थाहा नै हुने थिएन हामीलाई केही पनि होइन। जसैले पनि ठगिदिन्थ्यो हामीलाई। अब बजार गए पनि के छ भने 10 रुपियाँको सामान र 15 रुपियाँ लिए पनि ठिकै छ भन्थ्यो। अब अहिले बजारमा गएर हामीले यस्तो लिस्ट हेर्न जानेछ, कतिको यो सामान रहेछ त होइन। आइसी कि एनसी नेपाली हो भनेर हामीले हेर्न जानेछ, यसको पैसा कति हुन्छ त तुलनामा भनेर भन्न जानेछु होइन। यति त होइन त, यो त ठग्यो त हामीलाई भन्न पनि जानेछु नि त हामीले। अब सपना त धेरै ठुलो छ हाम्रो। अब योभन्दा ठुलो पसल खोल्ने, किराना पसल खोल्ने, त्यसमा व्यवसाय गर्ने। अब हजुरहरूले पनि हामीलाई मद्दत गर्ने होइन। हामी पनि केही लगानी गर्ने, हजुरहरूको त सहयोग पाउने होइन। सँगै गर्ने, हामी त कहिले नछुट्टिने। अब आफ्नो लागि बुनेको सपना, अब घर बनाउने चाहना छ एउटा ठुलो।
होइन परिवारसँग बस्ने अब पसल ठुलो बनाएर पसलको साउनी बनेर बस्ने इच्छा छ अझै ठुलो पसल खोलेर कसैले यस्तो परिस्थितिमा परेर हामीले यत्रो पसल खोले भने ढाक लाएर बस्न सकोस् न हामी पनि हाम्रो 29सम्म हो हाम्रो 22 जना छ हाम्रो अब अहिले चाहिँ नि 22 जना छैन जस्तो लाग्छ अहिले 18 जना मद्दत गर्छ अरूलाई पनि यति नै हाम्रै जस्तै हुनु पर्यो होइन हामी मात्रै उमन लागेर भएन अरूलाई पनि हामी भन्दा पछि पर्ने बहिनी दिदी बहिनीहरूलाई पनि उमै गर्नु पर्यो हामीले पनि केही दिन सकोस् हामी मिलिजुली सबै काम गर्न सकोस् नजाने कुरा हामीले पनि सिक्यौँ अब तपाईँहरूले पनि नजाने कुरा सिक्नु होइन अब त्यही पढेपछि सबैजना यस्तो हुँदो रहेछ राम्रो अब तपाईँहरूले हामी जस्तै अरूहरूले पनि नाम कमाओस् अझै ठुलो नाम कमाओस् हामीले भन्दा नि